हेलो साथीहरू नमस्कार। के छ आराम कुशल हुन्छ? खानपिन सम्बन्धीका विभिन्न किसिमका भिडियोहरू बनाउने क्रममा आज चाहिँ यो कोदोको नुडल्स मेरो हात परेको छ। मैले चाहिँ यो पहिलो पटक ट्राई गर्न खोज्दैछु। तपाईहरूको कसले खानुभएको छ? खानुभएको छ भने कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। यो 100 ग्राम रु 140 रुपियाँमा किनेर लिएर आएको। यसमा विभिन्न किसिमका भेजिटेबलहरू हालेर यो चाउमिन बनाएर खानेछौँ। हेरौँ कस्तो हुन्छ, कस्तो स्वाद हुन्छ। यो नुडल्स उमाल्नको लागि चाहिँ अलिकति पानी तताउँ। त्यस पछाडि विभिन्न किसिमका भेजिटेबलहरू, यो साग भइहाल्यो, यो बन्दा भइहाल्यो, टमाटर, म चाहिँ टमाटर पनि हाल्छु चाउमिनमा, दामी टेस्ट लाग्छ है। अनि त्यहाँदेखि अदरकदेखि लिएर यो अन्डाको चाउमिन बनाउनेछौँ हामी। मसला अरू एक दुई कुराहरू फाल्टु यता छ। अब पानी उम्लिसकेको छ। अब कोदोको नुडल्स यसरी हालिदिउँ, फ्राई गरेर हाल्न योग्य बनाउन। यो चाहिँ तयार भएको छ। भन्न चाहिँ 5 मिनट भनेको थियो, तर मैले चाहिँ 15 मिनट उमालेँ। यसलाई अब चिसो ठन्डा पानीमा पखालौँ है त। बस धेर तेल नखाउँ, यति खाउँ हो, उसैले जितो। ल प्याज हालौँ, अनि त्यहाँदेखि अदुवा, चट्टसँगले बन्दा र यो लोकल घरको रायो साग सँगै हालिदिउँ है त। बस हो, अघि हाल्नुपर्ने मैले बिर्सेछु। यो टमाटर मिस्टेक भइ त हालो, केही छैन। यत्तिको भइसकेपछि चाहिँ यसलाई जस्तो अघि फ्राई गरेको अन्डा हालिदिउँ। आफ्नो तरिका हुन्छ। म चाहिँ एकदम अब सामान्य तरिकाले नै यो लोकल गाउँले स्टाइलले बनाउने गर्छु। अनि मेरो चाहिँ एउटा के छ भने तपाईँको चट्टसँगले अब यसलाई हालिदिउँ। त्यस पछाडि विभिन्न किसिमका भेराइटी हाल्ने क्रममा अब नमक स्वाद अनुसार, अजिनामोटो पनि थोरै स्वाद अनुसार, अनि अलिकति सोया सस हालिदिउँ थोरै। अनि त्यस पछाडि मसला, धुलो मसला, चाउमिन मसला हालिदिउँ। यति हालिसके पछाडि यसलाई चाहिँ यो यसको मुटु हल्लिने गरी अनि अलिकति आगो ठुलो बनाएर चलाइदिउँ है त। अब त्यो एकछिन चलाइसके पछाडि यो लगभग अब चाहिँ यसले म तयार भएँ साथी यादवजी, म खानालाई रेडी भइसक्यो, तपाईँ एकदम मुख गर्नु होला भनिसक्यो लगभग यसले। त्यही पनि थोरै पक 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 एकछिन पाक भन्दैछु क्या म चाहिँ। ल है त साथीहरू, यो चाहिँ अब पूर्ण रूपमा तयार भएको छ। यसलाई चट्टसँगले छ भने हरियो धनियाँ अलिकति छर्किसके पछाडि अनि यसमा यो कागती चट्ट निचोर्दै खाएपछि के होला हालत है त है। ल है त साथीहरू, बनाएर तयार गरिसकेको छु मैले। अब यसलाई ट्राई गरौँ। निम्बु चट्टसँगले अलिकति पहिले निचोरौँ, अनि अनि आउँछ यसको पालो।
ल साथीहरू, अब यसको स्वाद लिएर मजाले खान्छु म। यसलाई फकाउँदै योसँग रिसाउँदै खानेकुराहरूलाई तरिनी जस्तै फकाउँदै खायो भने दामी हुन्छ अरे। ल, भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त। आउँदा दिनहरूमा पनि योभन्दा दामी भिडियोहरू लिएर आउने कोसिस गर्नेछु। खानपिन सम्बन्धीको A to Z भिडियो हेर्नको लागि मलाई साथी बनाएर राख्नु होला। युट्युबमा हेर्दै हुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला। फेसबुकमा हेर्दै हुन्छ भने पनि फलो गरेर बस्नु होला। अहिलेलाई बाई, लभ यु।